अब आजको सेसन भनेको चाहिँ हाम्रो अर्थक्वेक रेजिस्टेन्स बिल्डिङ। अर्थक्वेक रेजिस्टेन्स बिल्डिङमा हामीलाई अहिलेसम्म सोध्न सक्ने क्वेसनहरू धेरै छन्, तर हामी खासै धेरै पढ्दैनौँ। 1 2 3 4 5वटा पेजमा हामी सबै कभर गरिसक्छौँ है त। 5वटा पेजमा कभर गरिसक्छौँ। ल सुरु गरौँ। सबैभन्दा सुरुमा छ अब हाम्रो रिक्वायरमेन्ट फर द अर्थक्वेक रेजिस्टेन्स बिल्डिङ भनेर भनेको छ। रिक्वायरमेन्ट अफ द अर्थक्वेक रेजिस्टेन्स बिल्डिङमा सेप भनेर चाहिँ रिक्वायरमेन्ट भने स्पेसिफिक रिक्वायरमेन्टहरू हुन् है त। अब सेप भनेको छ बिल्डिङ विथ अ सिम्पल ज्योमेट्री एन्ड सिमेट्री इन द प्लान इन बिल्डिङ विथ अ सिम्पल ज्योमेट्री and symmetry in plan and elevation are good from earthquake resistance point of view है त। बिल्डिङ विथ द सिम्पल डिजाइन, सिम्पल ज्योमेट्री अनि त्यस पछाडि सिमेट्री इन प्लान एन्ड इलिभेसन आर बिल्डिङ विथ द सिम्पल ज्योमेट्री एन्ड सिमेट्री इन प्लान एन्ड इलिभेसन आर द गुड अर्थक्वेक रेजिस्टेन्स बिल्डिङ पोइन्ट अफ भ्यू भने बिल्डिङ विथ द रिइन्ट्रेन्ट कर्नर लाइक होइन। बिल्डिङ विथ द रिइन्ट्रेन्ट भनेको चाहिँ अब यो हाम्रो यल सेपको भयो अनि यु सेपको भयो अनि एच सेपको भयो। यिनीहरू चाहिँ के हो सफर मोर ड्यामेज भनेपछि के अरे सेप भन्ने बित्तिकै कस्तो हुनुपर्छ भन्दाखेरि सेप भन्ने बित्तिकै बिल्डिङ जेनेरल स्ट्रक्चर ज्योमेट्री बिल्डिङ विथ द जेनेरल ज्योमेट्री बिल्डिङ विथ द सिम्पल ज्योमेट्री त्यस पछाडि सिम्पल ज्योमेट्री अनि त्यस पछाडि सिमेट्रिक इन प्लान एन्ड इलिभेसन सिमेट्री इन प्लान एन्ड इलिभेसन आर द गुड फर्म अफ द अर्थक्वेक रेजिस्टेन्स पोइन्ट अफ भ्यू। गुड फर्म अफ अर्थक्वेक रेजिस्टेन्स पोइन्ट अफ भ्यू भयो। बिल्डिङ विथ द रिइन्ट्रेन्ट रिइन्ट्रेन्ट कर्नर बिल्डिङ विथ द रिइन्ट्रेन्ट कर्नर लाइक यु सेप एल सेप बी सेप एच सेप एन्ड सेप इन प्लान Yacht safe in plan suffer from building with the reentrant corner like U, L, V, H safe in plan are suffered more damage due to earthquake भनेर हामीले एउटा भन्छ। अर्को चाहिँ हाम्रो स्ट्रक्चरल इरेगुलारिटी है त। इरेगुलारिटी भनेको हाम्रो स्ट्रक्चर विथ द सिम्पल एन्ड रेगुलर कन्फिगुरेसन सफर मच लेस ड्यामेज है त। स्ट्रक्चर जति सिम्पल छ SIMPL सिम्पल छ भने चाहिँ के हुन्छ भन्दाखेरि लेस ड्यामेज हुन्छ। बट स्ट्रक्चर विथ द इरेगुलर स्ट्रक्चर अन द अदर एन्ड अब इरेगुलर स्ट्रक्चरहरू अन द अदर एन्ड आर सफर हेभी ड्यामेज ड्युरिङ द लार्ज अर्थक्वेक स्ट्रक्चर अन द अदर एन्ड। अर्को एन्डमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अदर एन्ड सफर हेभी ड्यामेज स्ट्रक्चर अन द अदर एन्ड सफर अर्को एन्डमा चाहिँ स्ट्रक्चर सफर हेभी ड्यामेज ड्युरिङ द लार्ज अर्थक्वेक स्ट्रक्चर अन द अदर एन्ड हेभी ड्यामेज सफर लार्ज ड्यामेज ड्युरिङ द लार्ज अर्थक्वेक अर ड्यामेज ड्युरिङ द लार्ज अर्थक्वेक भनेर भनेको छ। त्यस पछाडि 1 नम्बरमा छ भर्टिकल इरेगुलारिटीमा 1 नम्बरमा छ हाम्रो विक स्टोरी भनेको कस्तो भन्दाखेरि अ स्टोरी इज कन्सिडर एज अ विक स्टोरी इफ द स्ट्रेन्थ अफ द ल्याटरल फोर्स भर्टिकल इरेगुलारिटीमा स्ट्रेन्थ अफ द ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम यहाँदेखि भन्दैछौँ इफ द स्ट्रेन्थ अफ द ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम इन द स्टोरी इज लेस देन 80% टु द स्ट्रेन्थ अफ द स्टोरी एबोभ स्ट्रेन्थ होइन माथिल्लो भन्दा चाहिँ फोर्स इज लेस देन 80% मासतिर तल्लो भन्दा भनेपछि विक स्टोरी भनेको भर्टिकल इरेगुलारिटीमा द स्टोरी अफ द इज कन्सिडर एज अ विक स्टोरी इफ द स्ट्रेन्थ अफ द ल्याटरल फोर्स यदि स्ट्रेन्थ अफ द ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम इन द स्टोरी इज लेस देन द स्ट्रेन्थ अफ द ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम। यो ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम चाहिँ के हुन्छ ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम इज द स्टोरी इज लेस देन ल्याटरल फोर्स रेजिस्टेन्स सिस्टम इन द स्टोरी इज लेस देन द 80% अफ द स्ट्रेन्थ अफ द स्टोरी 80% अफ द स्ट्रेन्थ अफ द स्टोरी अब त्यो भएको स्टोरी भन्दा माथिको स्टोरीमा चाहिँ कति 80% चाहिँ
80% भयो भने चाहिँ अब माथिल्लो भन्दा यो तल्लोले रेसिस्ट गर्ने क्षमता the strength of the lateral force resistance system. Strength of the lateral force resistance system of this story is less than the 80% of the story of 80% of the story. 80% of the story अब माथिल्लो स्टोरीको चाहिँ 80% भयो भने त्यसलाई हामी के भन्छौँ विक स्टोरी भनेर भन्छौँ. त्यसलाई हामी विक सब स्टोरी. द स्टोरी हेज द सिग्निफिकेन्ट लोवर ल्याटरल स्ट्रेन्थ. द स्टोरी हेज द सिग्निफिकेन्ट लोवर ल्याटरल देन द स्टोरी अब माथिको स्टोरी भन्दा चाहिँ एकदमै लोवर ल्याटरल स्ट्रेन्थ छ भने त्यसलाई हामी के भन्छौँ सब स्टोरी भन्छौँ. द स्टोरी हेज द सिग्निफिकेन्टली लोवर ल्याटरल स्ट्रेन्थ देन द स्टोरी अब लेस देन 70% of the lateral force resistance. less than 70% of the lateral force resistance above or below story. Less than 70% of the lateral force above or below अथवा less than 80% of the average force resistance of the 3 story above or below छ भने त्यसलाई हामी चाहिँ एक्जाम्पल भनेको ओपन ग्राउन्ड युज फर पार्किङ. ओपन ग्राउन्ड युज फर पार्किङको लागि ओपन गरिएको ग्राउन्डहरू भनेर चाहिँ भन्न सक्यो. त्यस पछाडि अर्को चाहिँ हाम्रो भर्टिकल जियोमेट्रिक इरेगुलारिटी. अब सुरु गरेको विक स्टोरी भन्ने बित्तिकै द स्टोरी कन्सिडर विक स्टोरी द स्ट्रेन्थ अफ द ल्याटरल फोर्स रेस्टिङ सिस्टम अफ द स्टोरी इज लेस देन द्याट 80% अफ द स्ट्रेन्थ अफ द अबभ स्टोरी. स्ट्रेन्थ अफ द स्टोरी अबभ माथिल्लो तलाको कम्पेयरमा तल्लो तलाले 80% मात्र 80% भन्दा कम ल्याटरल फोर्स धान्न सक्छ भने त्यसलाई हामी भन्छौँ विक स्टोरी भन्छौँ. त्यस पछाडि अ स्टोरी हेज अ सिग्निफिकेन्टली लोवर ल्याटरल स्ट्रेन्थ. कुनै पनि उसको चाहिँ सिग्निफिकेन्टली लोवर ल्याटरल स्ट्रेन्थ छ भने देन द स्टोरी अब माथिल्लो तलाको भन्दा तल्लो तलाको सिग्निफिकेन्टली लोवर ल्याटरल स्ट्रेन्थ छ भने अथवा लेस देन 70% अफ द फोर्स रेस्टिङ लेस देन 70% अफ द ल्याटरल फोर्स रेस्टिङ अबभ आर बिलो. लेस देन 70% अफ द ल्याटरल फोर्स रेस्टिङ अबभ र बिलो छ भने त्यस्तोलाई हामी भन्छौँ त्यस्तोलाई हामी सफ्ट स्टोरी भन्छ. अनि लेस देन 80% अफ द एभरेज ल्याटरल फोर्स रेस्टिङ लेस देन 80% अब लेस देन 80% अफ द एभरेज ल्याटरल फोर्स अफ द स्टोरी अफ द 3 स्टोरी अबभ र बिलोलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि सब स्टोरी भन्छौँ. एक्जाम्पल भनेको ओपन ग्राउन्ड युज फर पार्किङ. पार्किङको लागि ओपन गरिएको ग्राउन्ड. ओपन ग्राउन्ड युज फर पार्किङ. ओपन ग्राउन्ड युज फर पार्किङ. ओपन ग्राउन्ड युज फर पार्किङ. ओपन ग्राउन्ड युज फर पार्किङ भनेर चाहिँ यसरी भनेको छ. त्यस पछाडि अर्को छ भर्टिकल जियोमेट्रिक इरेगुलारिटी भनेर भनेको छ. अर्को छ भर्टिकल जियोमेट्रिक इरेगुलारिटी. भर्टिकल जियोमेट्रिक इरेगुलारिटी भनेको के भने सडन चेन्ज इन द होरिजेन्टल डाइमेन्सन अर सेप अफ द बिल्डिङ. कुनै पनि बिल्डिङको चाहिँ होरिजेन्टल डाइमेन्सनको चाहिँ सडन चेन्ज अफ द होरिजेन्टल डाइमेन्सन अर द सेप अफ द बिल्डिङ अलोङ द हाइट. कुनै पनि हाइटमा होरिजेन्टल डाइमेन्सन सेप अफ बिल्डिङ अलोङ द हाइट भनेको छ सडन चेन्ज इन द होरिजेन्टल डाइमेन्सन. होरिजेन्टल डाइमेन्सनमा चाहिँ सडन चेन्ज हुन्छ अरे अर द सेप अफ द बिल्डिङ अलोङ द हाइटहरूमा चाहिँ सडन चेन्जहरू हुन्छ भने सडन चेन्ज इन द होरिजेन्टल डाइमेन्सन अर सेप अफ द बिल्डिङ अलोङ द हाइट भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि भर्टिकल जियोमेट्री भयो. इट स्याल बी कन्सिडर एज एन स्टोरी. स्टोरी इज मोर देन 130% द्याट इन द एक्जिस्टिङ स्टोरी. इट स्याल बी कन्सिडरलाई चाहिँ कसरी कन्सिडर गरिन्छ भने इन द एनी स्टोरी इज मोर देन. इट स्याल बी कन्सिडर एज एनी स्टोरी मोर देन 130% to that of existence. It shall be considered as any story. It shall be considered any story more than 130% to that the existing story. अर्को स्टोरी भन्दा चाहिँ इट स्याल बी कन्सिडर इन एनी स्टोरी इज मोर देन. यस्तो भर्टिकल इरेगुलारिटी कस्तोलाई भन्छ भन्दाखेरि इट स्याल बी कन्सिडर एज एनी स्टोरी मोर देन 130% अफ द एक्जिस्टिङ स्टोरी. मोर देन 130% अफ द एक्जिस्टिङ स्टोरी छ भने. अब आयो इन प्लेन डिस्कन्टिन्युटी इन द भर्टिकल लेटरल रेसिस्टिङ एलिमेन्ट भनेको छ. एब्रप्ट डिस्कन्टिन्युटी अफ द अफसेट इन द सेयर वाल. एब्रप्ट डिस्कन्टिन्युटी अफ द अफसेट अफ द सेयर वाल. ब्रेस्ट फ्रेम अर द आउटर लेटरल लोड रेस्टिङ एलिमेन्ट. ब्रेस्ट फ्रेम अर आउटर लेटरल लोड रेस्टिङ एलिमेन्ट अर ब्रेस्ट फ्रेम अर आउटर लेटरल लोड रेस्टिङ एलिमेन्ट भनेको छ. त्यस्तोलाई चाहिँ हामी के भन्छौँ यल एबभ भयो त्यसलाई हामी यल बिलो भनेर भन्छौँ. अफसेट इरेगुलर अफसेट इज ग्रेटर देन द एल बिलो. सो अफसेट इज ग्रेटर देन द एल एबभ छ. त्यो अफसेट चाहिँ कति बढी भयो भने त्यस्तै द भर्टिकल एलिमेन्ट इज द अफसेट डिस्कन्टिन्युटी इज ट्रान्सफर्ड इन द अनदर लोकेसन इन्टरप्टिङ द डाइभर्ट लोड पाथ. इन्टरप्टिङ द डाइरेक्ट लोड पाथलाई चाहिँ इन्टरप्ट गर्छ भने त्यस्तोलाई हामी के भन्छौँ इन प्लेन डिस्कन्टिन्युटी इन द लेटरल रेजिस्टेन्स एलिमेन्ट भन्छौँ. अर्को मास रेगुलारिटी. द डिफरेन्ट इन द मास इज मोर देन 50% बिट्विन द इफेक्टिभ मास अफ द टु कन्सिक्वेन्ट. कन्जुगेटिभ स्टडी.
the different of the more than 50%, कुनै पनि different of the more than 50% between the effective mass of the two consecutive stories. The different is the more than the 50% the consecutive mass of the two effective stories considered as a mass. त्यसलाई चाहिँ हामी के भन्छ mass irregularity भनेर भन्छ. त्यस पछाडि अर्को छ 2 नम्बरमा. अब अहिलेसम्मको हाम्रो के इरेगुल्यारिटीहरू भयो यिनीहरू भनेको भर्टिकल इरेगुल्यारिटिजहरू भए. अब हाम्रो छ त्यस पछाडि प्लानको इरेगुल्यारिटीहरू. प्लानको इरेगुल्यारिटीमा एउटा टर्सनल इरेगुल्यारिटी हुन्छ. टर्सन भनेको के हुन्छ भने considered to exist when the maximum horizontal displacement at the any floor in the direction of the lateral force. कस्तो हुन्छ भने considered to exist when the maximum horizontal displacement of the any floor in the direction of the lateral force at one end of the story is more than 1.5 times the maximum resistance for the far end of the same story in that direction. Far end of the same story in that direction भनेको छ. त्यसलाई मिन भनिन्छ, त्यसलाई म्याक्स भनिन्छ, अनि त्यसलाई भने प्लान भनिन्छ. त्यसलाई डेल म्याक्स भनेको 1.5 डेल मिनिमम भयो. त्यसलाई हामी टर्सनल इरेगुल्यारिटी भन्छ. अर्को छ रिइन्ट्रेन्ट इरेगुल्यारिटी. स्ट्रक्चरल कन्फिगरेसन हेज द प्रोजेक्सन अफ ग्रेटर देन 15%. Structural configuration has the projection greater than the 15%, then its overall dimension is that in that direction. Structural configuration has the projection of कुनै पनि structure को configuration has the projection of the greater than 15%. Structural projection has the greater than 15% of the overall dimension. त्यसलाई नै हामी के भन्छौँ भन्दाखेरि रिइन्ट्रेन्ट इरेगुल्यारिटी भन्छ. त्यसलाई एक्सपी त्यसलाई एक्स भयो, त्यहाँसम्मको एक्स त्यहाँ वाइ. स्ट्रक्चर रिइन्ट्रेन्ट irregularity. Structural configuration has a projection greater than 15%. Structural configuration projection greater than 15% छ भने त्यस्तोलाई हामी के भन्छौँ ओभरअल डाइमेन्सनको 15% छ भने त्यसलाई हामी के भन्छौँ भन्दाखेरि रिइन्ट्रेन्ट इरेगुल्यारिटी. त्यसरी अर्को छ डायग्राम इरेगुल्यारिटी. Diaphragm discontinuity irregularity. The cutout or the open area greater than the 50% to the gross enclosed diaphragm area. The cutout or open area चाहिँ cutout अथवा open area चाहिँ कति हुन्छ भन्दाखेरि greater than the 50% to the gross enclosed diaphragm area भयो भने त्यसलाई हुन्छ. Out of plane offset irregularity भनेको it occur when there is the discontinuity in the lateral force resting path such as out of plane of the resting one's vertical element छ भने त्यस्तोलाई हामी के भन्छौँ भन्दाखेरि well below र well above भन्ने हुन्छ. त्यसरी बसेको हुन्छ. त्यसलाई चाहिँ आउट अफ प्लेन अफसेट भन्छ. well below र well above चाहिँ त्यसरी छुट्टै छुट्टै छ भने त्यसलाई आउट अफ प्लेन अफसेट इरेगुल्यारिटी हुन्छ. अर्को छ हाम्रो प्रोपर्सन भनेको चाहिँ अब यो चाहिँ हाम्रो जेनरली प्रोपोर्सन द ब्रेथ टु द लेन्थ रेसियो अफ द बिल्डिङ विदिन द 1:3. लेन्थ टु ब्रेथ भनेको चाहिँ के हुन्छ अरे ब्रेथ टु लेन्थ अथवा लेन्थ टु ब्रेथ र ब्रेथ टु लेन्थ भनेको चाहिँ 1:3. 1/3 भन्दा चाहिँ सानो हुनुपर्छ. 1/3 भन्दा चाहिँ सानो हुनुपर्छ ब्रेथ टु लेन्थ भनेको. त्यस पछाडि फाउन्डेसन स्ट्रङ फाउन्डेसन एन्ड सुड ह्याभ हार्ड युनिफर्म ग्राउन्ड हुनु पर्यो. ट्रान्सफर लोड सेफ्टी टु द सोइल हुनु पर्यो. प्रिभेन्ट सिटलमेन्ट एन्ड स्ट्रक्चरल फेलुअर भएको खालको हुनु पर्यो. गर्न सक्ने खालको हुनुपर्छ. अर्को छ रिडन्डेन्सी. इन्स्योर द्याट द एलिमेन्ट अफ द ल्याटरल फोर्स रेसिस्टिङ सिस्टम फेल्स for any reason there is another element present that can provide the lateral force resistance भनेर भन्न सक्यो. ensure that if any element in the lateral force कुनै पनि एलिमेन्ट ल्याटरल फोर्समा लागेको छ भने चाहिँ के हुन्छ भन्दाखेरि रेसिस्टिङ सिस्टम फेल for any reason there is another element present that can provide the lateral resistance. त्यहाँ अर्को एलिमेन्ट छ that can provide the lateral resistance भनेर भनेको छ. redundancy is improved by providing the redundancy चाहिँ कसरी इम्प्रुभ हुन्छ भने by providing the solid infill. redundancy is improved by providing the solid infillहरू वालहरू अनि moved resisting frame system using brace frame provision of the shear wall firmly fixed to the frame in the presence of multiple bays or each direction मा हुन्छ. के अरे redundancy भनेको ensure that the if element of the lateral force resisting system fails in any reason there is another element present that can provide the lateral resistance भनेर भन्न सक्छ. त्यसलाई redundancy भन्छ. अर्को ductility
Frame of the building should have adequate ductility to undergo a large deformation without collapse. Frame of the building should have adequate ductility. Frame of the buildings should have adequate ductility. Frame of the building should have adequate ductility to undergo a large deformation. Frame of the building should have adequate ductility to undergo a large deformation without collapse. In RCC construction, ductility can be improved by proper detailing. In RCC construction, major ductility can be improved by proper detailing strategic following codes of the such as IS code 13920 2016 Frame of the building should have adequate ductility to undergo a large deformation without collapse. In RCC construction, ductility can be improved by the proper detailing strategy for the following codes of the practice such as IS 13/920 भन्छ. Minimum torsion. The member resting horizontal force should be arranged so that the should be arranged in such a way that the rigidity and center of the mass in the each floor जसले गर्दाखेरि rigidity र center of the each floor is lies close to each other in the both major axis so that center of the mass and lies so that center of the mass in each floor lie the close to each others in the both major axis भनेर चाहिँ भनेको छ. अर्को छ if the twist can be avoided. यदि twist चाहिँ avoid गर्न सकिदैन भने special calculation need to be done. If twist can be avoided, यदि twist चाहिँ avoid गर्न सकिदैन भने special configuration can be done to account for the additional shear forces in the design of the building. IS 1893-16 has the provision for the such calculation. IS 1893-16 has provision of such calculation भनेर भन्न सक्यो. अब अर्को छ general requirement for the earthquake resistance building को लागि. अहिलेसम्म भनेको हाम्रो चाहिँ स्पेसिफिक अब जेनरल भनेको प्रोपर साइट सेलेक्सन चुज द सुइटेबल फिम इन द सेफ ग्राउन्ड अभोइड विक अर ल्यान्डस्लाइड प्रोन एरिया हुनु पर्यो. अर्को छ गुड प्लानिङ हुनु पर्यो. युज सिम्पल रेगुलर्स एन्ड द सिमेट्रिकल बिल्डिङ लेआउट टु रिड्युस द अर्थक्वेक इफेक्ट भयो. अर्को छ स्ट्रङ फाउन्डेसन प्रोभाइड द फिम युनिफर्म फाउन्डेसन अन द हार्ड सोइल विथ द प्रोपर डेप्थ हुनु पर्यो. अर्को बक्स सेक्सन भनेको इन्स्योर द बिल्डिङ एक्ट एज अ वान युनिट युजिङ भर्टिकल रेन्फोर्समेन्ट होरिजेन्टल ब्यान्ड डायगोनल bracing lateral restraint भयो. अर्को छ 5 मा गुड मेसोनरी बोन्डिङ प्रोपर बोन्डिङ बिट्विन द ब्रिक ब्लक्स आर द स्ट्रेन्थ अफ द इन्टिग्रिटी. अर्को छ 6 मा कन्ट्रोल्ड ओपनिङ लिमिट द साइज एन्ड द लोकेसन अफ द डोर विन्डो टु अभोइड द weak soft story effect भयो. lightweight construction use the lighter material to reduce the earthquake force. अर्को छ ductile detailing provide the ductile reinforcement so that building deform safely without sudden collapse भनेको ductile detailing. अर्को छ हाम्रो code compliance design and construct according to the seismic code. Design and construct according to the seismic code. Example IS 1893 IS 13920 र NBC बाट चाहिँ गर्न सकिन्छ. यसरी हाम्रा के भयो भन्दाखेरि earthquake resistance building का रिक्वायरमेन्टहरु भयो.